त्यो नैमिषारण्य नामको क्षेत्रमा सबभन्दा बडो ज्ञानी पुरुष एउटा सुन्दरी महाराज। सुन्दरी महाराज सत्यनारायण भगवान की जय। पूजा गर्ने बेलामा सत्यनारायण भगवानको पूजा गरिरहेको सायद के महाराज कलेजमा मान्छेले के हुन्छ अन्नमा नौ गर्ने छन् अल्प बुद्धि भनेको मोट बुद्धि भएका छन्। एकदम रिसले क्रोधले गर्दा घरमा पनि झैँझगडा बनाइरहेको छन्। यस्तो प्रकारका कलियुगका मान्छेहरूको लागि थोरै धन थोरै समय थोरै परिश्रममा के गर्यो भने कल्याण हुन्छ। राजन के मलाई बताइएको छु भनेर सौनकजीले गरेको प्रश्नको उत्तर 28,000 ज्ञानी महाराज सुन्दरी महाराज के भन्नु उत्तरमा भन्नुहुन्छ राजन थोरै धन थोरै परिश्रम थोरै समयले गर्ने भनेको एउटा मात्रै कलियुगमा कथा छ जसको नाम के भन्दा सत्यनारायण। सत्य भनेको के हो भने सानो जो हिजो पनि थियो आज पनि छ भोलि पनि छ त्यसलाई भन्छ सत्य। तपाईँ हामी के हो भने झुटा कुनै बेला थिएन आज पनि छ भोलि पछि हामी हुन्न। त्यसैले हामी के हो यो दुनियाँको झुट। सत्य के छ तपाईँ नहुँदा पनि ईश्वर जहिले पनि छ त्यो सत्य। तपाईँ हामी भए पनि ईश्वरलाई फरक पर्दैन तपाईँ हामी नभए पनि फरक पर्दैन। अनि यो विश्व ब्रह्माण्डमा ईश्वर नभएपछि हामी एक सेकेन्ड पनि बाँच्न सक्दैन। त्यही ईश्वरको पूजा गर्यो भने सत्ययुगका मान्छेले पाएको फल कलियुगमा एकैछिनमा पाउँछ भन्ने कुरा यस अध्यायबाट हरेकमा बोलिए सत्यनारायण भगवान की जय। भगवान की जय। सुतजीले महाराज भन्नुहुन्छ राजन यो कलियुगका मान्छेले के चाहता हुनुहुन्छ 5,000 कुरा दुनियाँमा कहिल्यै पनि हुँदैन हाम्रो देशमा। त्यो 5,000 कुरा खस्दा मान्छेले आफ्नो प्राण आहुति दियो आगोमा हाल्नु त्यो 5 कुरा मिल्दैन। यदि त्यो 5 कुरा मिल्यो भने त्यो पूजा गर्न नि छोड्दिनु धर्म गर्न नि छोड्दिनु ईश्वर मान्न नि छोड्नु भन्ने मान्छ दिएको छ। ती 5 कुरा के मिल्दैन त राजन भन्ने विषयलाई भन्नु। पहिलो कुरा के मिल्दैन भने सुन्दरी भन्ने हुन्छ पहिलो कुरा जीवन मिल्दैन। जीवन तपाईँ हामीले के भनेको छ 100 वर्ष 500 वर्ष 200 वर्ष माग्ने इच्छा गर्दैन। अनापलाई हामीले जानु पर्छ। श्रद्धा ल अब यो सुन्नुमा भन्ने हो जीवन तपाईँ हामीले 100 वर्ष 500 200 वर्ष माग्ने इच्छा हो कि त्यसलाई त अस्पताल बनाएर बाँच्न लाग्यो कि तर दिनले के बताउँछ सदान जिन्दगीमा 100 वर्षसम्म मात्र आयु छ है कलियुगका मान्छे। अब त्यो 100 वर्ष बाँच्यो भने मान्छे के गर्छ 50 वर्ष त सुतेर खान्छ 10 वर्ष खेलेर जान्छ 5 वर्ष अल्छीमा जान्छ 19 वर्ष बाँच्यो भने 100 वर्ष। अब कोही के गर्छ आमाको परभावमा मर्छ कोही हिँड्न मरेको छ कोही भूकम्प आएर मर्छ। तपाईँ हाम्रो ठेगान छ कति वर्ष बाँच्ने हो त्यही भएर के गर्ने उमेर 35 वर्ष हुने बेला के गर्छ छोराछोरी जन्मायो पैसा कमाउनु लाग्छ लाग्दैन जीवन बिग्रियो कि बिग्रियो के पनि थाहा छैन। अब जीवन बिग्छ मिल्दैन भन्ने कुरा त पर रह्यो। हेर्नुहोस् तपाईँ हामीले भन्छौँ भने अब जीवनका कुरा छोडिदियो हामीलाई त पहिलाका जुन के थाहा अहिलेको यस्तै छ छोराछोरी हामी जन्मिन्छौँ बाबाआमाले जन्म भन्नु भने मलाई भन्नुहोस् कि बुवाआमालाई छोराछोरी जन्माउनु मैले आफै छोराछोरी बुवाआमा रोजेर आउनु यहाँ छैन। तपाईँ हामीले बुवाआमा रोजेर आउँछ र अब बुवाआमाले छोराछोरी जन्म भए तपाईँ हामीले हेर्नुहोस् समाजमा कसरी बुवाआमाले बिहा गरे पनि छोराछोरी नपाउँदा हो त्योदेखि तपाईँ हामी चाहते हो र बुवाआमाले छोराछोरी जन्माइदिए भए हामीलाई कोही गोर किन जन्मिन्छ कोही काला किन जन्मिन्छ तपाईँ हामीले चाहेर हो र बुवाआमाले जन्माउने महिला भए एउटा कोही आँखा नदेख्ने कोही जिब्रै नभएको कोही लम्बो किन जन्मिन्छ समाज। तपाईँ हामी बुवाआमाले त्यही चाहन्छ। बुवाआमाले जन्माउनु चाहेको त सबभन्दा सुन्दर ज्ञानी यहाँ होइन त्यो कानले अमेरिकासम्म सुन्न सक्ने छोरो जन्माउनु होइन जन्मिँदैछन् तपाईँ हामीले मलाई लाग्दो बुवाआमाले जन्माउने र छोराछोरी पनि आफ्नै रोजिया बाबा खोज्ने बाबे गरिब त घरमा त जन्मिँदैन हो कि जीवन मिल्दैन भन्यो होला के मिल्दैन ज्ञान भनेको हामीलाई के चाहिएको नपढिकन सबै भइदिए पाइलट पनि डाक्टर पनि इन्जिनियर पनि ड्राइभर पनि खाना पकाउने पनि पढ्ने भनेको छैन मान्छेले चाहको त्यो के भन्नुहुन्छ ईश्वरले ज्ञान दुनियाँमा कोही पनि हुँदैन। प्रत्येक वर्ष पैसा कति कमाउने
पनि सबभन्दा धनी मान्छे को छ भने प्रत्येकवटा धन्दामा नाम लेखाउने मान्छे छ। तर मलाई बताउनु सबैभन्दा बढी पढे लेखेको मान्छे अहिलेसम्म धन्दामा नाम लेखेको छ। ईश्वरले भन्नुभएको छ ज्ञानको अब तेस्रो के लिँदैन मान्छेले खोजेको भनौँ भने तेस्रो भनेको स्वतन्त्रता। स्वतन्त्र भनेको म फ्री भइदिए मलाई कसैले लजर नदिएको हुन्छ भने मान्छे चाहँदै तपाईँ यहाँबाट स्वतन्त्र होइन म यहाँ बोलेर स्वतन्त्र होइन। हाम्रा कुरा छोड्नुहोस् आफ्नो उठ्ने पढेवाले बच्चालाई किरा खोलेर बोल्नुपर्छ त्यो छैन। स्वतन्त्र पनि मान्छे हुन सक्ला। भगवान्ले भन्नु स्वतन्त्रता मिल्दैन। मान्छेले के काएको छ भने त्यही अर्को के काएको छ भने सर्वोपरि। सर्वोपरि भनेको जम्मै मैले भने मान्छे हुन्छ भनेको मान्छे भयो विश्वभर मान्छे ओके सबै मैले भने अहिले एकैछिन मैले भने मान्नुहुन्छ अहिले 4 घण्टापछि आएर फेरि पूजालाई भन्नु झापड लगाएर पट्टिले किन भन्नु ओके कसै भने कोही मान्छ एउटा मान्छेले के काम सबै मैले भने मान्छे यसले बतायो यो पनि कसैले भने मान्दैन। ईश्वरले भनेको जहाँ पनि लाग्छ तपाईहरुले भने लाग्दैन रे। अनि अन्तिम मान्छेले चाहेको उद्देश्य के हो भन्नुहुन्छ भने एक देखाउँछ धेरै पैसा ल्याएर त्यसले के गर्ने त्यसले के गर्ने आनन्द प्राप्त गर्ने। तपाईहरुको उद्देश्य पनि त्यही आनन्द हो। चाहे तपाई दौड्नुहोस् चाहे तपाई आफै बिहानदेखि साँझसम्म जति काम गर्नुहोस् चाहिए तपाईलाई के हो आनन्द। मान्छेले हो आनन्द प्राप्त गर्न खोजो ईश्वरले भन्नुहुन्छ मिल्दैन। किन ईश्वर प्रतिको आनन्द खोजेकै छैन। पागल मान्छेले आनन्द अनि हाम्रा कुरा छोड्नुहोस्। ईश्वर ब्रह्माण्डको धनी मान्छे जो जिन्दगी भर अब पैसामै सोचे हुन्थ्यो तर स्लिपिङ ट्याब्लेट भन्ने औषधि लगाएर निद्रै पर्दैन। पैसा आनन्द छैन। पैसाले तपाईँ हामीलाई जहिले पनि रुवाउँछ। त्यही भन्नुको आनन्द मान्छेले ईश्वरमा खोजेर पैसामा खोजेर चढाउँछ। एक प्रकारले बताउनु त्यसर्थ यी 5 कुरा जब मिल्छन् तपाईहरुलाई भने घरमा छोड्नुहोस्। यो सत्यनारायणको पूजा पनि छोड्नुहोस्। यी सबै दुनियादारी छोडेर ईश्वर पनि छोड्नुहोस्। यदि मिल्दैन भने गर्नै पर्छ। तपाईँ हाम्रा कुरा छोड्नुहोस्। कसले कसले मान्छन् भन्नु होला विश्वको सबभन्दा पावरफुल व्यक्ति मोदी हेर्नु दुनियाँभरमा चाहिँ कामको मान्छे जे गरे पनि हुन्छ उसले पशुपतिका पत्थरमा गएर ढोङ्गेले बौला भनेर होला ईश्वर छ भन्ने कुराले भयो। तपाईँ हामी पनि सत्ता हो भने मात्रै कुरा हो। नत्र दिनभरि भोगेपछि यो पैसा चढाओ जम्मै गऱ्यो तर देखाउने हो भने त्यसले काम गर्दैन। तपाईँ हामी सत्ता हो भने एउटा पत्ता चढाउनु उसले ईश्वरले दिन्छ। अब हाम्रो त कुरा के छ हेर्नु भनेको त तपाईँ माता गरो भन्दा नि तरकारी पाकेन हेर्न। अब हेर्नु मन्त्रीले के भनेको सोमेन माता भगवान ईश्वर तपाईँले पिता पनि हो माँ पनि हो बाप पनि हो भनेर उहाँ घन्टी बजाउँदै तरकारी पाएको छ। त्यसरी पूजा गर्नु ईश्वर हाँस्छ पनि होला तर रुन्छ पनि होला दुध पनि त्यसरी नगर्नु श्रद्धाले गर्नु भनेको। अब ईश्वर कसरी प्राप्त हुन्छ तपाईँ हामी त कलेजमा मान्छे ईश्वर हामीलाई दिएको छ। पहिला भन्नुहोस् त ईश्वर देख्नलाई तपस्या गर्नै पर्छ। तपाईँ हामी तपस्या गर्न सक्दैन। मलाई बताउनु ईश्वर छैन भन्ने मान्छे होइन तपाईँ मैले पहिला मलाई बताउनु तपाईँ आफ्नो अनुहार हेर्न सक्नुहुन्छ आफैले। तपाईँलाई महिना चाहिँदैन। दुनियाँभरमा ईश्वर यति नजिक छ कि तपाईँले हेर्नै सक्छ। आफ्नो अनुहार मान्छेले हेर्न सक्छ ईश्वर हेर्न सक्ला होइन। त्यस्तै ईश्वर त्यति टाढा पनि छ जुन तपाईँ हेर्नै सक्छ। मलाई बताउनुहोस् पूर्व कता पर्छ कता पर्छ यता हो यता तपाईँ यहाँ पूर्व बताउनु पर्छ। अब काठमाडौँ मान्छेले पूर्व कहाँ बताइदिन्छ यहीँ बताउँछ अब चाइनाको मान्छेले कहाँ बताउँछ जापानकाले पूर्व कता तपाईँ यहाँ सुरु भन्ने काठमाडौँकाले वहाँ भन्ने चाइनाकाले अझ अगाडि भन्ने हकीकतमा पूर्व कहाँ छ थाहा छ कसैलाई। अब जसलाई पूर्वै थाहा छैन उसलाई ईश्वर छैन भन्नु दिन्छ मिल्दैन। ईश्वर छैन भन्नु दिन्छ मिल्दैन। बोले सत्यनारायण भगवान की जय। तपाईँ मलाई बताउनु जय सत्यनारायण की जय। औँठी लगाऊ औँठी लगाऊ देवता की जय। ब्रह्माण्डबाट तपाईको कारखाना घर या भनेको यहाँ देख्नु
तपाईले कारखानाको घर खोज्नु पर्यो कहाँबाट आउँछ तपाईँ यो कारखानाको किन काटेर भयो हो कि तपाईले यहाँ भन्ने कसैले नभन्ने कामै त पूर्व कामै सुरु त अहिले कहाँ गएर पूर्व अवस्थामा त्यो पनि थाहा छैन पश्चिम कहाँबाट सुरु भएर कहाँ अन्त्य हुन्छ त्यो पनि थाहा छैन भाग छ त्यो पनि के छ कहाँ गएर सुरु छ कहाँ गएर अन्त्य छ त्यो पनि कसैलाई थाहा छैन त्यो ईश्वर नाप्छ अमर छ त्यसलाई भाव त्यसलाई सत्यनारायण भन्ने बताइन्छ बोलिए सत्यनारायण भगवान की जय सत्यनारायण भगवान की जय रामचंद्र भगवान की जय ब्रह्मांड ब्रह्मदेव की जय जगदीश कोटि देवता की जय सत्य सनातन धर्म की जय रामचंद्र भगवान की जय एक प्रकारले सत्यता ईश्वरप्रति जहिले पनि भयो भने तपाईँ हामीलाई सरी चलो बस्ने अब अहिलेका मान्छे सबै कुकुरहरू खा किन सस्तेन गन्धनराति कुकुर मात्रै भन्छ हुन्थ्यो सस्तेन भनेको संस्कृत चोर चोरलाई किन भन्छन् किन भनेको चोर गन्धनराति कलियुगका मान्छे त त्यस्ता चोर होइन किन भने यावत यदि जरा आफ्नो पेट भर्नलाई मात्रै दुनियाँभरको काम गर्ने मान्छे कलियुगका मान्छे त्यस्तो तावत सत्य मिलेन सत्यता भन्ने कुरा सबै छोडिसक्छ हेर्नुहोस् तपाईँ हामी कुकुर किन लाग्यो भने कुकुरले पनि बच्चालाई माया गर्छ कुकुरले पनि बच्चा जन्माउँछ कुकुरले पनि बच्चालाई पाल्छ त्यस्तै प्रकारले तपाईँ हामीले पनि बच्चा जन्माउने बच्चालाई माया गर्ने बच्चाको लागि पालिने आफू पर्ने हो भने त्यो पनि कुकुर समान हुने त्यही भएर कुकुरभन्दा मानिसलाई के गर्नु पर्ने काम छ बोलिए सत्यनारायण भगवान की जय भगवान की जय ब्रह्मदेव की जय रामचंद्र भगवान की जय ब्रह्मदेव की जय सच्चे दरबार की जय सनातन धर्म की जय एक प्रकारले बताउनु राजन अब सत्यनारायण कस्तो हुनुहुन्छ त भने सत्य भनेको सत्ता जो जहिले पनि छ अटल छ अविनाशी छ त्यो सत्य ईश्वर कहाँ छ भन्दाखेरि हरेक दुनियाँमा सबै ठाउँमा छ भने ईश्वरले भुजामा पनि छ मूर्तिमा पनि छ भने यस कारणले भगवानको मूर्ति बनाएर तपाईँ हामीले भनेको विश्वास अमेरिका जानलाई हामीलाई भिसा लाग्दै हुन्थ्यो भन्ने छ तपाईँ हामीभन्दा विश्वास अहिले बढी गर्छ हाम्रो नेपाली मुलुक पनि देखाएको छैन अमेरिका पैसामा हेर्नुलाई पछाडि के लेखा इन्गर उइगर भगवान् तपाईँ माथि विश्वास गर्छौँ लेखाएको अहिले आगो गरेर होला र तपाईँ हामी लेखाएको अहिले पैसामा उनीहरूले त हामी पैसामा विश्वास गर्छौँ भन्नुपर्ने बमहरूमा अटम बममा विज्ञानमा विश्वास गर्छौँ भन्नुपर्ने पर्ने तर अहिले के गरे विश्वास ईश्वरमा हामी नेपालीको विश्वास केमा छ ओभर कलेजमा कहाँदै घडी मिल्छ के गरौँ भने गर्न जता त्यसलाई पैसा हाल्दा नेपालमा त्यही भएर विश्वास भन्ने कुरा सबै हराएको के तपाईँमा विश्वास छैन ईश्वर पनि जागृत हुँदै भन्ने कथा यहाँ बताउनु भयो भन्नुहुन्छ राजा त्यो सत्यनारायण कथा पुराणको लोकालमा कहिले गरे पहिला भन्दाखेरि एउटा दाउरेले गर्यो सत्यनारायणको पूजा 28,000 ईस्वीमा गर्दै थिए त्यही बेला दाउरेसँग केही पैसा पनि थिएन धन पनि थिएन अनि दाउरेले के भन्छ राजा तपाईँ साँच्चीकै सत्यनारायण भने म तपाईँको पूजा गर्छु तपाईँले अल्दिनुपर्छ भनेर सङ्कल्प गरेका कारणले के हो दाउरेले सङ्कल्प गरेको कारणले दाउरेको हेर्नु चाबी हाम्रो ढोकाको चाबीलाई उल्टो लगाएर चाबी नाच्छ लगायो अब त्यही चाबीले सुल्टो लगाउनु चाल्चा हुन्छ त्यस्तै दाउरेको दिमागको चाल्चालाई ईश्वरले के गर्छ सुल्टो गर्छ आफू त गरिब छ दाउरा लगेर गरेको घरमा जाँदा के पैसा पाउँदैन पाउँदैन त अनि भगवान्ले साँचो उल्टो सुल्टो गरिदिएपछि दाउले के गर्यो धेरै गएर दाउरा बेच्दा हो पहिला जति पाउँथ्यो 5 गुणा डबल पैसा पाएर सत्यनारायण यस रूपमा मात्रै होइन आफ्नो परलोक पनि सुधारेर मोक्ष नाम प्राप्त गर्यो भन्दै गर्दा सत्यबाट हेर्न बोलिए सत्यनारायण भगवान की जय भगवान की जय सत्य दरबार की जय तपाईँ हामीले यो कर्म किन गर्छौँ परलोकबाट हेर्नु मान्छे सिक्दै बस्न लाग्छ क्या तपाईले मान्छे सिक्दै बस्न पायो भने भुलिन लाग्छ तपाईले जिन्दगी भरको कमाएको आजसम्मको पैसा लगाइदिनुहोस् हिजोको दिन फर्काउँछ हिजोको दिन फर्किन्छ होइन
यदि यो चेतना छैन तपाईँ हामीले के गर्ने हो यो आत्मा छ त्यसको कल्याण गर्नको लागि ईश्वरको नाम हेर्नु एउटा अस्पताल हो त्यो नाच्ने गाउने त्यतिकै ढङ गरेको भन्ने सोच्नुबाट पनि खबरदार विस्तार भन्नुहुन्छ ईश्वरले के भन्नुहुन्छ यसलाई एउटा अस्पताल भन्छन् कसरी भन्नु होला तपाईँले दुनियाँमा खुट्टादेखि टाउकोसम्म अपरेसन गर्नको लागि त्यही हो कि होइन अब सत्यनारायण भगवान की जय बोल सच्चे दरबार की जय वैदिक सत्य सनातन धर्म की जय रामचंद्र भगवान की जय एउटा अस्पताल भन्नुभयो तपाईलाई थाहा छ खुट्टादेखि टाउकोसम्म अपरेसन गर्ने अस्पताल भइसक्यो दुनियाँमा तर आत्माको अपरेसन गर्ने अस्पताल दुनियाँमा काहीँ गरिदिनु भएको छ आत्माको अपरेसन गर्ने अस्पताल भने विश्व हो परब्रह्म परमात्मा त्यही भएर यस्ता कुरा गाउँले पहिले हो त्यही हो अनि त्यही भएर यो अस्पतालमा के हुन्छ हाम्रो अहिलेको अस्पतालमा गयो भने सुई पनि कान नसा पत्ता लगाउन दुख्ने हजुर यो अस्पतालमा आयो भने आनन्द मात्र प्रदान गर्छ त्यही भएर सत्यनारायण कथा लाउनु भन्नुभयो अनि यसमा के गर्ने जिन्दगी भाउ कमाएको पैसाले मान्छेले आनन्द गरिरहेको त्यो आनन्द गर्नको लागि के गर्छ 2-3 लाखको कलम ल्याएर कोठामा पनि स्क्रिन सिकेर मान्छे सुत्दै अब सुतेर राम्रोसँग कर्म गरेर भगवान सामने पो राम्रो त मरेपछि पानी ल्याएर भन्दा पिपे खाना पऱ्यो भने के हुन्छ हालत सम्झिनु हो त्यो मरण सुधार्नको लागि ईश्वरको नाम जप्दै जानु ईश्वरको नाम जप्दा पुरो भएर गरुडा भने पनि त त्यो नारायण आएको त के थाहा भएको हुँदैन तपाईँ अहिले मर्ने अहिले सुतेको भुलगान थाहा हुँदैन त्यसको लागि के गर्ने आजैदेखि ईश्वरको नाम जप्नु त्यसमा पनि विश्वास चाहिन्छ भन्नुभयो हेर्नु हामीलाई विश्वास केमा छ थाहा छ 4-5 लाख रुपैयाँ पैसा पाउने मान्छेले घरमा राख्दैन ब्याङ्कमा राख्छ किन चाहिएको बेला पैसा पाइन्छ ब्याङ्कमा राख्दा हो कि ब्याङ्कले डुब्दै हिँडेर तपाईँ हामीलाई के हुन्छ तर विश्वास छ ब्याङ्कमा राखेको पैसा अहिले चामल हालेर पानी पकाएर आगो बालेर भात पाल्छ भने विश्वास पकाएको हो नि अब एउटा सानो आँपको ब्याङ्कमा ल्यायो 5 वर्षपछि आफूले बेच्दा ढुङ्गो हुन्छ फल लाग्छ भन्दा तपाईँ रुपियाँ हो कि फल आँप फल्छ भन्दैन होला भगवान विश्वास छ कि छैन अब असारमा धानको मङ्सिरमा धान फल्छ रुपियाँ हो कि असारमै फल्छ मङ्सिर महिना आएपछि कुनै फल एकैछिन मिल्छ कुनै फल के हुन्छ भनेपछि पनि मिल्छ तपाईलाई विश्वास गर्नु त्यो फल भनेपछि चाहिँ प्राप्त हुन्छ यही भएर के गर्नु विश्वासको फलदायक तपाईहरुले विश्वास गरेर सबै काम त्यही विश्वास ईश्वरमा राख्नु भने यो जीवनमा टेन्सन पनि हुँदैन मोक्ष प्राप्त गरिन्छ भन्ने कुरा यस अध्यायमा गर्ने बोले सत्यनारायण भगवान की जय भगवान की जय लक्ष्मी चन्द्रमाथि त्यो कुनै बेला ढुङ्नु पनि सक्छ नि तपाईँले सात पुस्तक एक पुस्तक
दान गर्ने दान भने यति चिन्ता लगाएर भइरहेको होइन दान भनेको समयको दान अर्थको दान विद्या बुद्धिको दान अनेक प्रकारको दान हुन्छ दान गर्नु अब दान नगरेको कुन छ मर्दा पर्छ मर्ने भनेको सामान्य भाषामा बुझ्छ अब यो बिहान बेलुका तपाईँ हामीले खाना खान्छ हो अब बिहान बेलुका खाना खाएको 10 15 दिन बिसाएर एक महिना गर्नु पर्छ अब हेर्नु अरबौँ मान्छे हुन्छ दान गर्ने पृथ्वीलाई मर्नु छ त्यही आफै मर्छ तपाईँले आफूसँग राखेर 10 मर्नु छ चिरो भने होइन 7 पुस्तामा तपाईँको एक पुस्ता मागेर जन्मिन्छ हकिकतमा त्यही भएर तपाईँ हामीले हेरेका छौँ नि समाजमा कति मान्छेलाई रोग मान्छेलाई किन तपाईँहरूले गरेको कर्मद्वारा हो यसरी के भन्नुहुन्छ तपाईँहरूले दान गराउने के हुन्छ हेर्नु मलाई लाग्दैन दान गरेको मान्छे कोही भिखारी भयो अहिलेसम्मको भिखारी भएको 10% त्यही भएर दान मान्छे अब हाम्रो त्यो 20 रुपियाँमा अब तौली बेलामा पहिलो एक नम्बरमा बाटो के भन्छ हाम्रो एकलाई के भन्छ नि 20 रुपियाँ एउटा राम हो के राम अब राम सँगै भने पछाडि जति जिरो सक्नु के हुन्छ 10 मा गर्छ जिरो सक्नु छ अर्को जिरो सक्नु 10 मा अगाडिको रामलाई 20 पछाडिको जिराको पिताजी लगाएको काम गर्छ ईश्वरप्रति श्रद्धा गरौँ भने त्यसपछि तपाईँले दान गरेपछि आनन्द आउँछ पूजा गरेर आनन्द आउँछ शान्ति हुन्छ भने होइन तपाईँ एउटा काटिँदैन भनेर काटिँदैन भनेको कहिले पनि आफ्नो परिक्रमा गरिरहेको तपाईँको भाइसँग टक्रा भन्दाखेरि के प्रभाव पार्न त्यो शान्ति तपाईँ आफ्नो शान्ति गर्नलाई गाउँमा के भयो शान्ति लिएर आउँछ त्यहाँ पाँच शान्ति हुन्छ भने त मानव हाम्रो हराएको धर्मको शान्ति तपाईँहरूलाई घरमा शान्ति किन पाइन्छ भन्दाखेरि आकाश शान्ति तरम तपाईँ हाम्रो देशरी कपडा किन पाउडर छाउडर घसेर टाइगर लगाएर बाहिर घुमेर बजारबाट घर आएर पनि सानो भए सुन्दा के गर्नुपर्छ सबै खोलेर सुन्नु त्यस्तै सभा समारोह सम्मेलनमा पहिले चाहिँ फलको आएको अरबौँको घरमा हेर्नुमा सबै कुरा मिलेको छ तर त्यहाँ झगडा छ त्यही के गर्छ जोगी खालका झुपैमा बसेर कमल लगाएर झगडा जोगी नाको गिर बसेर लगाएको त्यो पापमा मेरो फरकपट्टिले के भइरहेको छ प्रभु मेरो घरमा सबै कुरा ठिक छ तर शान्ति छैन जोगीसँग के छ कमल लगेर बसेर घरको मान्छेहरूमा शान्ति छैन जोगीले प्रार्थना गरेर के भन्छ हे भगवान् मलाई शान्ति छैन प्रभु मलाई के दिन आशा झगडा जोगीसँग के छ झगडा जोगीसँग एक मात्र चिज छ त्याग तपाईँ हामीले के गर्छ घरपतिले के गर्छ त्यो पनि मेरो पुरा बाँकी जिल्ला तपाईँको होइन तपाईँले आनन्द भनेर पाउनुहुन्छ देखेर तर झगडा जोगीसँग के छ सबै ईश्वरको भनेको छ बसेको छ जे पाउनु त्यसमा आनन्द छ त्यसलाई त उसँग हामीसँग भिदा हुँदै पनि ईश्वरको नत्र भने जहिले पनि तपाईँ हामीमा यत्रो भइसक्यो तर पनि त्यो केही न केही कमी केही न केही पनि बाहुनलाई धन धेरै हुन्छ बाहुनले आफूलाई लाग्दैन सबैभन्दा धेरै अहिले कलेजमा के हुन्छ बाहुन कस्ता हुन्छ कहिले बताउनु काम गर्नु भइकन अब काम गर्दा केही लाग्दैन अरू आउँदैन के गर्ने बेद राख्ने लगाएर पैसा राख्नु एक गाडाको हिसाब गर्नुपर्छ माथि गएर तपाईँ हेर्नुभयो भने बाहुन भयो धेरै कुराहरू अहिले कति कुराहरू यदि तपाईँको सत्यतामा छ भने नारायण अहिले कहाँबाट दिलाउनु अब गाउँ कता अर्काको धन काँडा पाइने काम गर्न सकिँदैन सिद्धिको हुनु पऱ्यो भने अहिले गाउँको पेसामा लाग्छ यसरी गऱ्यो भने पाप लाग्छ अनि भन्नुहुन्छ के
केटाको हिँड्नु रहेछ भाइको तपाईँ हामी गाउँलाई तर उनीहरू गाउन आउँदैन मान्छेले विश्वास किन गर्छ मान्छेले भने सबै सानसानो कुरा विश्वास गर्छ ईश्वरप्रति विश्वास छैन मान्छे जान्छ अब एउटा कुरा पनि तपाईँ हामी मन्दिर जान्छ मन्दिर गएर भन्नुहोस् न कतिजनाले भगवान् खोजेर आउँछ जान्छ तपाईँहरू होइन भिखारी बनेर माग्न जाने माग्न के गर्छ 5 रुपियाँ चढाउँछ भगवान् मलाई भुलिएर 1 करोड पालेर तपाईँ भिखारी हो भने अब 5 रुपियाँ चढाएपछि ईश्वरसँग 5 रुपियाँ सामान मागेर दिँदैछ अब 5 रुपियाँ चढाउनु माग्ने पर्छ ईश्वर बहुला आधा ईश्वरप्रति तपाईँ जानु पनि माग्न जानु ठिकै तपाईँ घरमा अब 5 रुपियाँ चढाउनु ईश्वरलाई के भन्छ हामीले सबै तपाईँले ईश्वर तपाईँले बाप बोल्नु माता पिता पनि भन्छ सामान्य तपाईँलाई पनि आउनु अब बागेश्वरी मन्दिर आएको धन्यवाद भयो दिएमा 5 ईश्वर माने ईश्वर भनेर पूजा पनि गर्नु अनि 5 रुपियाँ चढाएर ईश्वरसँग राख्नु है तपाईँलाई 5 रुपियाँ चढाउनु अधिकार कसले दिएको ईश्वरको मान्छेको मालिकले त्यसलाई 5 रुपियाँ चाहिएको छ होला चाहिँ 5 रुपियाँ चाहिन्छ तपाईँ के चढाउनु मानव तपाईँ घरमा कारवाला कोही मान्छे आयो अब त्यो कारवाला मान्छेलाई यसो भला कसरी गर्नु हजुर नमस्कार गर्नु जाने बेला ल भाइ आउनुभयो धन्यवाद छ 50 रुपियाँ लगाइरहनु बाटा चिया खानलाई भन्नु पनि त्यो कारवाला गरेर के भन्नु अब ईश्वर जो विश्वले मानेको मालिक यसलाई लिएर 5 रुपियाँ जम्मा तपाईँसँग आशीर्वाद ईश्वर पैसा चढाउनु पर्छ पैसा चढाउनको लागि तपाईँले के अधिकारी गर्नु बुझ्नु होला मलाई बुझ्दै सिकाएको त्यही भने चाहिँ मिलाउनु होइन पैसामा के छ भनौँ भने आसक्ति सबै छ अहिले यहाँबाट 1000 रुपियाँ दिनु पनि उता 500 रुपियाँ दिनु पैसाले मान्छेले जहिले पनि पाउँछ कोही भने होइन आदतमा चाहिँ के किमती किताब वित्त पैसाको तृष्णाले मान्छेलाई जहिले पनि मान्छ कसै भन्नु होला अब आज कलिको मान्छेले पैसाको लागि किन मान्छेलाई मार्छ कि सबभन्दा ठुलै त्यसर्थ के भन्नु पैसाको आशा जोड्दा सत्यनारायण भगवान की जय अब सुन्नु होला अब धेरै छैन मलाई आनन्द दिएन ल तपाईँ 5 प्रयत्नेन अद्वितीय यया प्रार्थना आजु त मूर्खले आयो नाटक हुँदै प्रयत्नेन भनेको मरणदेखिको बलसहित निकाल्न प्रयत्नपूर्वक जिन्दगीमा काम गर्नु त्यसबाट धेरै फल दिन्छ ईश्वर आत्मालाई याद गर्नु त्यो प्रार्थना गरेको नमन गरेको धन्यवाद गरेको झुक्केको प्रणाम गरेको त्यसै बताउनु राजा त्यही भएर तपाईँ हामीले के गर्ने ईश्वरले प्रार्थना भने डेली नयाँ काम गर्नु नयाँ काममा त्यसलाई भन्नु भने तपाईँ हाम्रो न घरमा अशान्ति हुन्छ न घरमा टेन्सन हुन्छ न घरमा चिन्ता हुन्छ न घरमा दरिद्रता हुन्छ यही हामीले सत्य नारायण भने जहिले पनि तपाईँको घरमा शान्ति समृद्धि हुन्छ बोलिए सत्यनारायण भगवान की जय सत्यनारायण भगवान की जय रामचंद्र भगवान की जय सत्यनारायण की जय सत्यनारायण को कथा हाले लाउले पछि एउटा व्यापारले गयो अब व्यापारले के गर्छ लाउले पूजा गर्दैन त सत्यनारायण पूजा लाउले साँझको पहिला सत्यनारायण हालेको अब अहिले पनि दिउँसो आउन थाल्यो साँझको लाउले गर्ने बेलामा व्यापारीले हेर्छन् के गरे बताउनु भनेपछि तपाईँको मनले जे चिताको जम्मै कामना पूरा गर्ने ईश्वर सत्यनारायण पूजा भने लाउले भनेपछि व्यापारीले साँच्चै तिमी सत्यनारायण हौ भने मेरा घरमा सन्तान पनि छैन मेरो घरमा रुखहरू पनि फल पनि दिँदैन पानी पनि आउँदैन यदि साँच्चै तिम्रो भने मेरो घरमा सन्तान होस् भनेर के गरेको सङ्कल्प गरे दाउले दिएको फल लगेर श्रीमतीलाई दिए त्यो श्रीमतीलाई दिइसकेपछि श्रीमतीको नाम थियो कलावती अनि कलावतीले फल खाइ 9 महिनापछि त्यो आमाको भेट गरेर छोरी जन्मिन् दाउले पनि जतिकै व्यापारी जति भए फल केरा के रुखहरू फल्दै रुखहरू के फल लाग्दैन आज फल पनि
बसेको छ, पानीमा जल आएको छ। यस्तो सत्यनारायण पूजा गर्ने प्रसन्नता भए छोरीको नुहारण पनि हो, नुहारणमा छोरीको नाम लीलावती राख्यो। अब श्रीमतीले फल खाएर भगवानको प्रसाद भेट्छ। छोरी पुत्र आदि सत्यनारायण पूजा गर्न बिर्सियो व्यापारीले। अनि व्यापारीले बिर्सेपछि श्रीमतीले सत्यनारायण पूजा किन गर्दैन भनेर भनेला। अब यो छोरी भर्खर त जन्मी सुत्केर आएर पनि दिउँ, छोरीको बिहाको बेला गर्ला भनेर व्यापारीले चाह्यो। अनि त्यो व्यापारीले चाहेपछि भगवानले केही कति गर्दैन भनेको छोरी पनि धेरै पनि आफू पनि धेरै सम्पत्ति दर्जना गरेर आइसकेपछि के हो, अब छोरीलाई बिहा गर्नुपर्छ। छोरीको बिहा पनि गरे, तर छोरीको बिहा पनि भइसक्यो। सत्यनारायण पूजा भएर भने हिसाबले दुनियाँभरमा ठग्न तपाईँलाई पुग्छ। ईश्वरलाई मैले ठग्दैछु व्यापारले कारण गर्ने लाभभन्दा दुःख भएपछि घोर आपत्ति आइलाग्यो भनेको ईश्वरले दिएको श्राप कहिल्यै पनि खेर जाँदैन। अनि के गर्नुहुन्छ, घोर आपत्ति आइलाग्यो भन्नुको अरबौँ अरबौँपतिको मालिक अब ज्वाइँलाई समेत भनेर के गर्यो, व्यापार गर्न अर्काको देशमा को आमा र छोरी घर बस्नु। त्यसरी आमा र छोरी घर बस्नु 4 महिनाभित्र आमा र छोरी कुकुरले मागेर देख्न गयो। व्यापार गर्न गएको जुन ठाउँमा थियो त्यही ठाउँमा एक दिन धेरै धनमा चोरेर घाँस चोरेर ल्याएको चोरहरूले त्यही ठाउँमा छोडिदिए। व्यापारीहरूको पासमा चोरहरू भागे, पछाडिबाट यही चोर भनेर समातेर टक्रेर गरेर जेलमा हाले। ईश्वरको श्रापले गर्दा। अनि ईश्वर श्राप भइसकेपछि आमा र छोरी के गर्छ, कुकुरले मारेर खान्थ्यो। एक दिन त छटपटाएर बाबाले खानै दिँदैन, छोरी बहिनीले त्यस्तै सत्यनारायण पूजा राखेको हुन्थ्यो। पञ्चामी जस्तो ल्याएर आइन्। आमाले भने छोरी महावती राखिन भन्दा आमा बेसी बोलायो, हाम्रो घरमा त्यस्तो धन सम्पत्ति केही छैन, अहिले त्यही सत्यनारायण पूजा गरौँ न, लौ नि हाम्रो पनि राम्रो होला भनेर प्रसाद खाएर सत्यनारायण सङ्कल्प यहाँ गरे हुनाले जसले जेलमा राखेको थियो त्यसलाई भगवान्ले सपना जेलमा राखेको नै भोलि तिम्रो राज्य हड्न दिन्छु, आजै मलाई छोड्यो भनेपछि जसले जेलमा राखेको राजा के राजाले सबै ल्याए, कपाल खटाइ गरेर पिसलाई गरेर दुगुना पैसा व्यापारले सङ्कल्प गराएका। अनि अगाडि बसेर आमा पूजा गर्दैथि। एउटा कुकुरले के भन्छ, व्यापारीको सरकारमा आइरहेको भएको तपाईँहरूलाई श्रीमान छोरीको आमालाई सुनाइन्छ। आमाले के भन्छ, छोरी सत्यनारायण पूजा गर्दैछ, श्रीमान कति वर्षको नआएको मदै गएर आमा चाहिँ के गरे, सत्यनारायण पूजा नगर्दै अगाडि गएर श्रीमान भेट्नलाई छोरी चाहिँले पनि के गरे, सत्यनारायण पूजा गर्दै भगवानको प्रसाद त्यागेर जाँदा पोलो हिँड्दै थिए। त्यहीबाट खुट्टा देखाइदिएर भगवानले त्यही जन्म लाएर हेर्न गएको चप्पल मार्दै तपाईँसँग हिँड्छ आँखा भने। अनि त्यसपछि आँखामा के गरौँ, केही त्यसपछि के भयो, त्यहाँ पीडा भयो। हेर्नुहोस्, हामीलाई के गर्छ, आफ्नो चिन्ता कुराले जहिले पनि पीडा दिन्छ। के यतिमा दिनु कि काम दिन्छ पऱ्यो भनेको मान्छेको प्यास केमा छ, मान्छे पैसा के दुनियाँमा यो भन्दा पनि ठुलो के भन्नु भने, अनि भनेको पुत्र तृष्णा सबभन्दा ठुलो, पैसाभन्दा पनि ठुलो तृष्णा मान्छेलाई सन्तान नभयो भने मान्छेले कसै घरमा एउटै छोरामा खराब पैसा छ, एउटा छोरा अपहरण गर्यो के भन्छ, पैसा पनि सबैले पैसाभन्दा ठुलो के सन्तान। व्यापारीसँग सन्तान, यसले व्यापारीसँग सन्तान पनि भए भइसकेपछि पनि तिमीले के गर्छ, अब ईश्वरलाई ठग्दैछ, ठगेपछि जन्म पाइदिनु आमाले पनि नहेरौँ केही भएन, आकार पारेको त्यही श्रीमती र छोरीले मेरो प्रसाद त्यागेर मैले जन्म पाइदिनु भने श्रीमती पञ्चायत खाइ। अनि व्यापारी सेक्सन जलबाट माथि देखेर प्रत्येक महिनामा टिका गर्दै यस धराधामबाट पछि त्यस्तो युवा व्यापारीलाई बोलिए सत्यनारायण भगवान की जय, भगवान की जय, रामचंद्र भगवान की जय, सत्य दरबार की जय। अब राजा त बनाउनु भयो, अब अर्को दुनियाँमा राजा बनाएपछि भगवानले के गर्नुहुन्छ, परीक्षा जहिले पनि मान्छेको गर्नुहुन्छ। अब हामीलाई अनेक प्रकारको परीक्षा राजा बनाउनु, एक दिन के गर्छ त यसले पहिला त धेरै फग्याएको भन्नु राजाको अगाडि के गर्छ, अब परीक्षा गर्नु भगवानले के गर्नुहुन्छ, पूर्ण दोष काम गरेको राजा जसलाई बडो दोष दरबारको अगाडि पूजा गरेर भगवान बाहिर बसेपछि मूर्तिले मात्रै पूजा गरेको त्यसले के गरेको परीक्षा गर्नुभयो। पछाडिबाट राजाको दरबार अगाडि परेवा आउँछ, परेवाले भन्छ कि राजा तपाईँले त्यसो गरेर राजा होइन, म
पनि त्यसको जनता राजाले जनताले बचाउने चाहिँ सङ्कल्प हो कि त्यसो भए के गर्नु पर्यो परिवार तिमीलाई भनेर राजाले सोध्छ नि परिवारले के भन्छ मलाई तपाईँको लागि कसैले मार भए तपाईँलाई पाप लाग्छ मलाई बचाउने मात्रै काम अनि राजाले के गर्छ आफ्नो परिवारले कस्तो ठुलो कुरा गरेर बचाउने अनि राजाले परिवारमा सङ्कल्प लगेको पनि भन्नु है जसरी तपाईँको बारेमा प्राण हत्या लाग्छ भनेपछि त्यही राजाले के गर्छ सङ्कल्प गरे परिवार बचाउने अब कसैबाट के आयो तिमीले बुझ्नुहुन्छ त्यो बाध्य आएर के गर्छ परिवारलाई के गर्छ अनि राजाले के गर्छ चिनलाई रोक्छन् अनि चिनले भन्छ राजा तपाईँको देशको राजा होइन अनि तपाईँले हेर्नुहोस् यो देशको जनतालाई तपाईँले बचाउनुपर्छ चिनले भन्दा हो बचाउँछ अनि तपाईँ बचाउनु पर्ने तपाईँ पापले अगर लाज लाग्दैन यो परिवार खानै लागेको आहारा कति दिनपछि मैले आफूले मासु खानेमा प्राणी परिवार खान लागेको छिन्न पाप तपाईँ खानै लागेको आहारा छु तपाईँलाई ठुलो पाप लाग्नु भनेपछि राजाले के भन्छ त्यो परिवारले सङ्कल्प गरेर बचाउनु प्रण गरेको परिवार सब परिवार जस्तै मासु अनि बाँच्ने के भन्छ चिनले भन्दा 3 प्रहरभन्दा बढी बाँच्दैन एक हप्ताको भोक परिवार खाना दियो नत्र राजाले मन्त्रीमण्डल सहित अनि राजाले के गर्छ बुढालाई मगाएको तराजु काँटा परेर एउटा पल्लामा अनि आफ्नो हात काटेर पल्लामा दुईटी हात काटेर पल्ला गरेर अब त भएन ढाडे काटेर राख्नु भनेपछि बल्ल परिवार आफ्नो शरीर बराबर हो त्यसरी 3 चोटि भगवान् नारायण यही प्रकट हो पूर्व जन्मको जिल्लाको के थाहा जसले हामी काटेर हो अर्को जिल्लामा पर्दैन लुग पदमपि पालो यस्तै पालो हो तिमीलाई न जन्मनी न मर्ने बनाइदिनु अहिले पनि ध्रुवतारा राजा गएर मोक्षलाभ प्राप्त गरे भन्ने कथा बोलिए सत्यनारायण भगवान की जय सत्यनारायण भगवान की जय सत्य दरबार की जय बलि सत्य सनातन धर्म की जय तपाईँ हामीले पनि सत्ताले पूजा गरौँ भन्ने माग्छौँ तपाईलाई यति रुपियाँ चढाइस् कि यतिवटा दियो बालिस् कि यतिवटा कपडा चढाइस् कि यतिजना मान्छेलाई बोलाएर खाइदियो हेर्दै तपाईँ हाम्रोमा दुनियाँमा दुईवटा सत्य छ एउटा के सत्य छ व्यावहारिक सत्य व्यावहारिक भनेको व्यावहार चलाउनलाई सत्यता हो अर्को सत्यता भनेको के छ वास्तविक सत्यता छ वास्तविक सत्यता त के हो तपाईँहरू शरीर पनि आफ्नो होइन तपाईँहरू शरीर आफ्नो होइन भने के हो सत्य भनेको ईश्वर मात्रै सत्य हो सत्य नारायण जसले तपाईँ हामीलाई के प्रकार छ बिहान सुत्ने बेला जमेको हजार बाँच्ने फरक छैन एकचोटि जब ईश्वरले काट्छ अनि खाने बेला एकचोटि जब सुत्ने बेला एकचोटि जब घरमा कहिल्यै गरिरहन आउँदैन तर विश्वास ईश्वर हमेसा हुन्छ तपाईँ हामीलाई भन्छ नि हेर्नु सत्यनारायण कृपाले मान्छेबाट पाइन्छ मान्छे कसरी भन्छ थाहा छ 5 प्रकारले मान्छे भन्छ पहिलो भनेको पृथ्वी भनेको करोडौँ खरबौँको कपडा फेर्नुहोस् अनुहारको रङ हेर्न सक्नुहुन्छ अनुहार हेर्न सक्नुहुन्छ दोस्रो भनेको के छ जल जल भनेको खुट्टादेखि तपाईँ टाउकोसम्म जल यता ओरल यता आनन्दले तपाईँ हामी जल भन्ने तत्त्व छ त्यस्तै तपाईँ हामीसँग अर्को के छ ताप भन्ने शक्ति ताप भनेको तातोपना हामीले हेर्नुहोस् तपाईँ हाम्रो तातोपना अलिकति बढी हो भने ज्वरो आउँछ अनि तातोपना तपाईँको शरीरमा छैन के हुन्छ जिब्रोको फेरि लान्छ बिस्तारै गर्ने तपाईँहरू तपाईँले बनाउँछ तातोपनापछि अर्को के छ वायु छ वायु भनेको श्वास फेर्नु पुग्दैन 10 प्रकारले प्राण पान ज्ञानसम्म जान्ने भने तर तपाईँहरूले श्वास फेर्नु तपाईँहरूले श्वास फेरि हो तपाईँहरूले फेरि हो भन्ने लाग्छ र यदि कसैले आफ्ना मनले श्वास फेर्छ भने 5 मिनट मात्रै फेर्दियोस् यहाँ ल अब 5 मिनटमा यसो जाउँछ 5 मिनट यसो फेरि कसैले भन्नुहोस् त्यही ईश्वरले सक्छ कसैले त्यो
तपाईँ हामी सुते पनि भइरहेका छ मान्छेहरूले श्वास भन्ने त त्यसलाई वायु भन्छ वायु भने अर्को वायुपछि आकाश भने त आकाश भनेको खुट्टादेखि टाउकोसम्म अपरेसन गर्नुहोस् आजभोलि भर्खरै यति गएर मोबाइलमा देखाउनु मान्छे खुट्टासम्म टाउकोसम्म अपरेसन गर्नु सास कहाँबाट आएको स्वर कसैलाई थाहा छ होइन त्यही भनेको आकाश तत्त्व हो यो आकाश कहाँबाट सुरु भएर कहाँ अन्तिम हुन्छ कसैलाई थाहा छैन यस्तै हाम्रो शरीरभित्र कहाँबाट आएको यही हो ईश्वर भनेको आत्मा यही छ अनि त्यही भएर तपाईँले राम्रा काम गरेर फल खाउने भन्ने होइन त्यही आज फेसबुक आइसक्यो जमानामा काम नराम्रा कामहरू सोच्नु त छातीमा हात राखेर आनन्द यही छ अनि फलै बस्छौँ ईश्वरलाई थाहा दिन्छ ईश्वर सर्वत्र छ त्यही भएर ईश्वरको पूजा मूर्तिमा पनि गर्नु किन सबै ठाउँमा ईश्वरको मूर्तिमा दिन्छ मूर्तिलाई पनि ईश्वर मान्नु भनेको तपाईँ हामीले अझ एउटा कुरा बताउँ धर्म ल्याएको तपाईँ हामीलाई धर्म भनेको धर्म भनेको तपाईँ हाम्रा शरीरले पनि छोड्दैन तर हामीलाई बताउनुहोस् त मलाई आँखाको धर्म के हो आँखाको धर्म के हो हेर्ने अब तपाईँ हाम्रो बुढेसकालमा 40-50 वर्षको आँखाले देख्न छोड्ने के हुन्छ आँखालाई तपाईँ काठको डक्टरका पासमा गएर आँखा पुछेर गए पनि आँखासित हेर भन्ने हो कि मरुन्ने आँखाले धर्म मान्नु अनि तपाईँको नाकको धर्म के हो नाक सुन्न छोडिदियोस् न मन पर्छ कानको धर्म के हो सुन्ने कानले सुन्न छोडिदियोस् न मन पर्छ हामीले कसरी मिलेर औषधि गर्दा हो केही मान्छे अब तपाईँको हाम्रा आँखा कान नाकले धर्म छोडेर तपाईँलाई मन नपर्छ तपाईँले हामीले धर्म छोडेर पनि ईश्वरलाई मन पर्नु हो हाम्रो शरीरलाई के भन्नु धर्म छोडिदिए तपाईँ हाम्रो पुरा शरीर धर्म गरेर मात्रै मान्छेमा धर्म भनेको जान्नलाई हो मान्छेले पाप गर्छ त्यो पापलाई ईश्वरमा जसले समर्पण गर्छ त्यसले धर्म गरेकै समान मान्छ कलियुगमा त्यसको मान्छे पुरा पुण्यवान बन्छ भन्ने कुरा त्यहाँबाट होइन बोलिए सत्यनारायण भगवान की जय सत्यनारायण भगवान की जय दरबार की जय वैदिक सत्य सनातन धर्म की जय कोटि देवता की जय रामचंद्र भगवान की जय एक प्रकारले बताउनु हामी कथाहरू अनेक छन् बताइसक्ने साथै छैन तपाईँ सुन्न नलाने एउटा प्रसङ्ग मात्र नभए सुन्ने बोलिए सत्यनारायण भगवान की जय कथा प्रसङ्ग भक्त मान्नु त्यो भक्त मान्नु कथा सत्यनारायण कथा सुन्ने कथा सुन्ने अब हेर्नुहोस् नारीहरूमा त्यो विशेष प्रकारको संस्कार इन्द्रले एउटा काम गरेको इन्द्रले काम गरेको प्रायश्चित्त रामलाई 4 भागमा बाँड्न पर्यो कि तपाईँ हामीले कति पाप गरे मान्छेले पाप कसरी गर्छ काम गर्ने गएर मान्छेले पापै गर्छ कोही कोहीबाट यहाँसम्म कतिवटा किरामिटी हामीलाई थाहा छ त्यहाँ पनि पाप हो किनभने प्राण गएर पाप अनि दोस्रो के छ भन्दाखेरि कर्ममा ठुलो पाप मान्छेले किन बोलेर हामी कसलाई के बोलेर के बोल्नु पर्ने के थाहा छ त्यसबाट पाप घट्दैछ अनि सबभन्दा ठुलो पाप मान्छेले के गर्छ भन्दा अब मनले त तपाईँले यसो अङ्क भनेर भूमिका मनले पनि के गरेर तपाईँलाई थाहा छ पाप क्या भइरहेको छ ठुलो पापले भन्दा अब केही छैन कारण त्यसको पापको प्रायश्चित्त कहाँ गर्ने हो तपाईँहरूलाई के थाहा इन्द्रले एउटा मात्रै पाप गरेर के गर्नु पर्यो प्रायश्चित्त गर्नु साथ पहिलो के पहिलो पृथ्वीमा राख्नु पर्यो जहाँ मरु नै मरु दोस्रो केमा भन्नु होला दोस्रो भने इन्द्रले जलमा राख्नु पर्यो सत्यमा पानीमा मिलाउने त्यो गएर धारा फेरेर हेर्नुहोस् पहिला पानीमा मिलाउने इन्द्रको ब्रह्मत्याको पाप अनि त्यसको केमा भन्नु होला एकचोटि भयो भने दोस्रोचोटि भइ गए भन्दैन जतिसुकै विज्ञानमा केरा त्यसलाई पनि साथ के अरू केले अर्को जुवा हाल्छ अर्को फल्छ जति सुई लाउनु फल्छ एउटा फल पनि उसलाई पनि साथ छ चौधो भने के हो नारीहरू स्त्रीको कोही समुद्रमा गाई पनि स्त्रीको भेडा माछाहरू पनि सबैमा कोही हुँदैन पावर भनेको नारी मात्रै छ भने इन्द्रले त्यहाँ यसो के त गर्ने अन्नपूर्णे सदापूर्णे शङ्कर यो अन्नलाई ईश्वरले के भन्नु भएको भगवान शङ्करले पनि मेरो प्राण दिया किनभने श्रीमा हुनु भन्नुभएको अनि अन्य नभएपछि ईश्वरका भाँच दिन्छ यसो त्यो नभएको अनेक प्रकारका जन्म
कर्म पापहरू सञ्चित हुन्छ। त्यसको लागि नारीहरू विशेष गरेर नसके पनि के गर्नु ईश्वरमा क्षमा याचना गरेर हरेक त्यस्तै प्रसङ्ग सुन्दैखेरि भक्तमालको लामा श्रीमती अब श्रीमतीले सुन्दैखेरि मेरा श्रीमतीले चिन्दै भगवान् नाम नम्दैन के गर्नेमा मेरो चिन्दै पनि प्राकृतिक पनि छैन क्रियाकर्म गरेर गर्ने त्यही भएर भन्नुभयो श्रीमतीले माघका महिना मकर स्नान पनि गर्नुपर्छ हामी त्यो मकर स्नान भनेको खाना गएर गर्न राम्रो हुन्छ त्यो मकर स्नान गर्न लागि भन्ने सकिएको बेला एउटा पौडी पैसा बुझ्नुहुन्छ पौडी पैसा लगेर श्रीमतीले दिइसकेपछि अनि अब जिन्दगीमा त्यही कमाउने हेर्नु त्यो मान्छेलाई गाउँले मान्छेले के नाम राखेको थाहा छ त्यो गाउँले मान्छेले मर्ती नाम मर्ती के भन्दाखेरि भन्ने बुझ्नु होला मर्ती भने माछा चाहिँ झिङ्गा है झिङ्गाले घिउ खायो भने घिउ त खान्छ त्यो घिउ नै बुझेर लाग्छ घिउ झिउमा अब त्यो झिङ्गाले घिउ खायो भने त्यो श्रीमाले के गर्दैछ विषय लाग्यो अब त्यो माछ रोएर घिउ खाने भने त्यो माछालाई लगेर घिउ माछाले खाएको घिउ खाने अनि श्रीमतीलाई के लागेर मेरो श्रीमती पक्नु अनि सबैले घर गर्ने हालत त्यस्तै अनि त्यसले श्रीमतीले भनेपछि अब सबै गाउँले मिलेर के भन्छ होइन मेरो श्रीमालाई म खुसी भइदेऊ यसलाई चाहिँ दान चन्द्र भनिदिनु पर्यो आज किनभने श्रीमतीले मकर स्नान माघ महिना 9 महिनाको तयार दान गर्ने भएछ कति दान चन्द्र भने श्रीमतीले त्यसको पूजा सकेर भगवान्को नाम बनाए उसको नाम के भन्दाखेरि दानचन्द्र अब दानचन्द्र अब अहिले त होइन कि मकर स्नान गर्न प्रयागराज पानीमा 3 तालको पानी लाग्छ त्यसको लागि के गरेर किन्दाखेरि हेर्नुहोस् तपाईँ हाम्रो याद छैन किन्दाखेरि धोती रातो लगाएर कमजोर भिड पनि रेलमा चाहे जहाँ पनि पैसा आउँदैन हो त्यस्तो गरेर पनि के पौडी एकदमै म बाटामा खर्च गर्छु क्या भन्ने सोचेर दानचन्द्र प्रयागराजसम्म पुगे बनाउन पुगेको ईश्वरले त्यहाँ पैसा लगाएको अब ईश्वर के गर्नु सानो पुगे पन्नाको हेरिने पन्नाले पन्नाको रूप लिएर त्यहाँ आउनु दानचन्द्र अब गएर स्वामीले चाहिँ मकर महिना 5 महिना लगाएर पाप खाली भनेर राति नौनेर अगाडि पन्नामा आएर गरेर भगवान्ले के भन्नु ओ दानचन्द्र तर गौना हो गर्नु हो अनि तपाईँले त्यस्तै लगाएर पाइन्छ भन्नुभएको थियो क्या मिल्दैन त्यसले के गर्नुपर्छ सङ्कल्प गर्न अनि बल्ल पाप पाक्छ भनेर पन्नामा आएर त्यही भन्ने अनि त्यसको आएको साँच्चै यो सङ्कल्प गर्ने पछि गरिदियो त दानचन्द्रले भने अब त्यसले सङ्कल्प गरेर पैसा चाहिएको भाषा दिन्छ पैसामा भन्नु पऱ्यो पन्नामा आएर पैसा भने सक्यो एक करोड पैसा भगवान् नआएरै जान्छ भनेर अगाडि बढ्दै थियो के भने तिमीले के सोचेर मन भयो केही छैन कसैलाई पाइन्छ अनि दानचन्द्र पूजा सङ्कल्प हुनु पन्नामा माएर फर्केर अब घर आउँछ घरको गेटबाट भित्र ल्याएर आयो घरमा सन्तान मकर महिनामा माघेर घरभित्र पाउनु पाँचै पन्नालाई भिस्यामदेखि श्रीमती बाहिर आउनु को आयो भनेर हेरेको त भिस्यामदेखि अनि पन्नामा के गर्नु उनले के प्रयासमा मकर स्नान गर्न भन्न आएछ पैसा छ सिधाएर सङ्कल्प गरेर आफू मलाई टिक्न पाउँदैन भोक पनि पर्छु त्यही दानको पैसा गरेर खान आएको दामी एक पौडी दिएको त्यही पनि दान गर्न पैसा अनि त्योबाट होइन के हो भाइले जोडी आएर तिमीलाई उनीहरू भइरहेको छु त्यही पैसा लाग्छ जाऊ ठुलो देऊ घरमा त्यो मान्छे के भन्छ अगाडि दिनुपर्छ राम कस्तो प्रकारसँग पढेको सम्झिन्छन् अनि भविष्य श्रीमतीले श्रीमानको लाभ पाइन्छ तिम्रो पन्ना नाराज हुनु मेरो श्रीमानलाई प्रयास गरेर आउँदै किशोरहरू तपाईँ पन्नामा जानु सक्नुहुन्छ पछि आएर
कान्छाले श्रीमतीले दुध बसेको भन्ने बाहिर अनि भन्छन् कि भन्दा महाराज मेरो श्रीमान बिचरा राम्रोमा आउँदाखेरि एकदम समस्या पाएछ बिचरा जुल आएको भनेर सुत्नुभएको तपाईँ पैसा पनि ल्याएर हुन्छ भनेर पण्डाले यति बेला जान्छ भनेको या पकड्तीहरूलाई भन्नुहुन्छ के भन्नुहुन्छ होइन मेरो भक्त सङ्कल्प गर्दा अब भक्त बिरामी हुँदा म त्यतिकै छोडेर जान्छु क्या म औषधि लिएर आउँछु भनेर वैद्यलाई बोलाउन अगाडि बढ्नु श्रीमती भित्र आएको बिरामी भएको मान्छे अहिले औषध लिएर आउँछ के मन लाग्छ जे खानु खानु बिरामी हुन्छ अब भनेपछि हट्टाबाट हटाउनु भएछ के कुरा गरौँ के गरौँ हटाएपछि दौड्या दौडीलाई गएर तिम्रो श्रीमान बोल्यो भनेर श्रीमतीले आफ्नो श्रीमान राम्रो होस् आइन आएको भनेर सिन्दुर लगाउने पैसा मेरो श्रीमान मरेको जिउँदैन भन्ने सम्झना के बोल्दा कुरा गरेको जाउँदै कोडी पैसा भनेर पनि कान्छाले के भन्छ मरेको भन्छ न मराएको जिउँदैन भन्छु मरेको भन्दै जान्छ भनेर श्रीमतीले पण्डा महाराज मेरो श्रीमान अब बिरामी त हुनुहुन्थ्यो बिरामी पनि मरिसक्यो दबाई ल्याउनु जाँदा पनि मरेको के गर्नु अहिले सरुवात विद्वान आइरहेको अनि मलाई जाने छुट्टीमा कोही भन्दाखेरि तिमीले भन्नुहुन्छ क्या मेरो भक्त सङ्कल्प गरेर आएको भक्त यहाँ भित्र मर्यादा म त्यतिकै पहिले उल्टा बोलाउनुपर्छ सबै मलाई बनाउनु भनेको पण्डामा भगवान् अब भित्र पनि बोलाउनु अगाडि चाहिँ सिक्नु पछाडि गरेर दिन्छु मर्यादा छैन भगवान्ले भन्नु होइन मेरो भक्तलाई चाहिँ जहिले पनि वैकुण्ठ पर प्राप्त गराउँछ भने हिजो जान्छ वैद्यमालाई चाहिँ यसले भन्नु नारी भाङ्नु आन्छ मलाई खाजा पक्कै ढुङ्गो अब श्रीमतीले ढुङ्गो मलाई आए पण्डाले एक कोटी पैसा लागि पर्दैन के बरु मर्न तयार त बुझ्दैन अनि अगाडि पाएको राम नाम सत्य भन्दै अगाडि आधा मलाई गइसक्यो त्यो पुरा बाँसको पटाकामा सुतेर राख्नु सक्यो राम्रो लगाइसक्यो श्रीमती गइरहेका बरु मेरो बाहिर गएर भन्छ भगवान्ले साथै आऊ नाचमा हालेर मर्न तयार हो लामा गइसक्यो अनि त्यसको चित्तामा राख्दा पनि पण्डा हुँदैन कि जान्दैन पण्डालाई भन्नु अनि विष्णु भगवान् पण्डाको मार्ने काम कसरी सृष्टि गर्ने काम कसको विष्णु भगवान् आफै गर्दा मैले मारेपछि त्यो सारा सृष्टि नै प्रकार बिग्रिन्छ भन्ने सम्झेको अब भोलिले हुँदैन कि अब यसलाई जलाइदियो भने त मलाई पाप लाग्छ जिउँदै भन्ने सम्झेको एकचोटि के सम्झेको यो सारा भोलको जुन मलाई हो तिनीहरू सबै चारको पर यसलाई मैले वैकुण्ठ गर्नुपर्छ त्यो मन्त्र फल्दा उसलाई मन्त्र मात्रै सुनाउँछु भनेको पण्डा महाराज विष्णुको रूप अवतारले त्यही काममा अनि त्यसै काम कोविडलाई मरेको हो मलाई पाप लाग्छ परमात्मा जिउँदै गएर पैसा जहाँ पातालमा त्यहीँबाट छोडेर पाताल अनि त्यो जन्म छ मर्छ जन्मिने जति के बजार जिउँदै जन्मदै मर्दै ईश्वरलाई सल्लाह राख्नु भने कुरा बुझ्नु पनि सक्छ तपाईँको जीवन त्यस्तो हो भने के हुन्छ लय हुन लय तपाईँ हेर्नुहोस् वर्षमा ईश्वरले के गराएको महिना कति वैशाखदेखि चैत महिनालाई पनि लय गराएको अब तपाईँले वैशाख महिना आउँदैछ मात्रै भन्नुभयो कि यहाँ कुलो लाग्छ गाह्रो हो भने वैशाखी मान्छ गरा पनि किन वैशाख महिनालाई पनि गाह्रो गर्ने असारसम्म तपाईँको भन्दै मात्रै पानी नम्बर पाइना भन्दा असारमा अनि पुस माघमा जाडो नभन्नुहोस् तपाईँले बल्ल पुस माघमा जाडो किन तपाईँले भन्ने मात्रै हो त्यस्तै मान्छेलाई पनि सोध्नु के तपाईँ हरेक दिन जर्मनी सुत्ने भोलिपल्ट 4 बजे उठ्ने भने मान्नु तपाईँ अर्को दिन 2 बजे किन सुन्नु 4 बजे उठाउनुपर्छ कसैले आफू लिएर ईश्वरले दिएको गएर ईश्वरलाई कहाँ
आफै गर्नु भने त्यो दैव बुद्धि प्राप्त गर्छ र जब यो कलियुगमा कोदो समयमा पुरै धन भइरहेको सत्यनारायण सरकारले गर्छ भने त्यसको दैविक प्राप्त हुन्छ जे कामना छ तपाईहरुले गरेर जन्मै कामना गरे बोलिए सत्यनारायण भगवान की जय।